नानी ब्लग। अनि आजको ठाउँमा हामी आएको छौँ झिल। यो कुन त साइकल हो जो ठुक्ने साइकल आउँछ। ल हामी अगाडि जाउँ हुन्छ। आइज न ल गाइस यो लाटा पाङ्ग्रे चाहिँ एकछिनमा आउँछ। अनि के गर्ने त यहाँ एउटा छ। ल एकछिन खेल्नु एकछिन रिप्लाई अब खतरा हुँदो रहेछ त। यहाँ को छ? यहाँ कसो घर बनाइदिएको छ? ल हामी चाहिँ छौँ जङ्गलको बिचमा। झिल मतलब कुन हो? सालबारी हो नि? सालबारी नै हो रहेछ होला गाइस। अनि यसको नाम गाइस अनि तपाईँलाई यसको नाम थाहा छ भने नि मलाई कमेन्ट गरिदिनु न। मलाई त केही थाहा छैन। यस्तो गर्ने होला नि। ल गाइस यस्तै गर्ने होला। ल आउँदै गरौँ हामी चाहिँ। अनि के छ र त्यहाँ मेरो साथी आउँदैछ। साथी होइन भाइ। ल अनि यसको नाम के हो कमेन्ट गरिदिइहालौँ त। आफै घुम्छ यार केही नगरी। ल त्यहाँ चाहिँ मेरो साथी बसिरहेको छ। काम धाम छैन यतिकै नि। यसको नाम चाहिँ के हो मलाई आफै थाहा छैन त हौ। अनि त्यहाँ चाहिँ नानी के अनि त्यहाँ चाहिँ मेरो उ त्यो कि त छपरी होला नि त्यो होला जस्तो लाग्छ। ल ठिक छ राम्रो भिडियो आउँछ। ल आयो मेरो बहिनीहरू पनि। ल ठिक छ अब म चाहिँ क्या हो म त। ओके व्हाट्सअप गाइस बाई बाई।